हेलो गाइज, गुड इभिनिङ सबैजनालाई। दाजुभाइ होइन टक्क दिनभरि काम हानेर बेलुका चाहिँ टक्कसँगले यसरी फ्रेस हुन गइरहेछौँ। यहाँ चाहिँ नाउ घुमिरहेको बच्चाहरूलाई खेलाउने ठाउँ है। बिहामा छुक्चे छ नि त अहिले, त्यही भएर आज छुक्चे सर्ट एकचोटि एक चक्कर हाल्नु दाजुभाइ। यहाँ कार पार्किङ गरी हाम्रो BMW बेचिसक्यो भाइ तिमीले। अहिले त कुन बेन्च पो त बेन्च कार छ अहिले। बेन्च कार त्यहाँ पार्किङ गरेर अहिले हामी छुक्चुमा जाँदैछौँ। पानी हल्का सिमसिम गर्दैछ, रमाइलो छ। जाँदैछौँ हामी, भिड छ है त्यहाँ, भिड सुरु भइसक्यो है। हुँदैछ रातको अहिले 9 बज्यो होइन। छुक्चे चाहिँ मिरियाङको आएर माथि गुम्बा हो। यहाँनिर गाडी पनि यताबाट जानुपर्छ गाडी। यहीँदेखि चाहिँ टक्क बत्ती सत्ती पारेको छ नि त यार। खानेकुरा फास्टफुडहरू भन्दैछ। के को स्टलहरू छ है यहाँ। मान्छे त कति हो भाइ। आमा मेला लागेको छ, मेला काटी सक्ने होला। यहाँ काटी सक्ने पोहोर पनि यही थियो अरे। मेला यस्तो छ है गाइज है। ओए मान्छे त बबाल छ त यार, मान्छे त बबाल छ त यार। यतातिर यस्तो छ है गाइज, बबाल छ, रमाइलो छ। मान्छे अति धेरै भिड छ है। हामी बस्ने ठाउँै नपाएर हिँडिरहेको छौँ, घुमिरहेको छौँ गाइज। कहाँ बस्ने ठाउँ, बस्ने ठाउँ खोज्दै जाँदैछ। फेरि यताबाट छियो अब बस्ने ठाउँ नपाएर हामी दाजुभाइ चाहिँ उतारिरहेको छौँ गाइज। बल्ल बल्ल यहाँ उभिएर हेरेर पाइयो धन्न। बसेर त हेर्न गाह्रो हुने रहेछ गाइज, देखि नदेखि नै है। मान्छे अति धेरै हो त्यसो भन्दा। सुक्चे बगान भएर पानी हल्का सिमसिम परेको छ गाइज। मान्छे त कति हो कति मान्छे चाहिँ त्यो कुनादेखि यो कुनासम्म छ है गाइज। पानी परिरहेको छ हल्का हल्का, त्यही पनि मान्छे बसिरहेको छ। हामी चाहिँ टोयलेटको खोजीमा है, पुरै टोयलेटको खोजीमा जाँदैछौँ। रमाइलो भइरहेको छ छुक्चीमा गाइज। ब्युटिफुल सिनारियो इन द ब्याक स्टेज अफ मिरियाङ छुक्चे प्रोग्राम है। इट्स लुकिङ so beautiful background right here. Oh my god.
पड्का पड्काइरहेको छ गाइस भर्खरै पड्काएर दोस्त गर न भिडियो गाइस मोबाइल दामी बनाएको छ एटमोस्फियर चाहिँ दामी छ हल्का पानीले डिस्टर्ब भइरहेछ मोबाइल चाहिँ रमाइलो भइरहेछ फायरवर्क्स अहिले भर्खरै गराएको थिएँ फेरि सक्यो एकै मिनट गर्ने पाएँ काटी हान्ने ल दाजुभाइ फर्क्यो है अब त्यहाँ हेऱ्यो एकछिन छुक चाहिँ रमाइलो भयो तर पानी अलिअलि पऱ्यो चिसो भएर हामी चाहिँ फर्किहाल्यौँ किनभने फेरि फायरवर्क्स भएन अलिअलि गराएर थियो अनि खासै गराएन त्यही भएर फर्क्यो गएछ हामी है दाजुभाइ हाम्रो बेन्च कारमा पार्किङ गराएको छ भाइले भाइको अनि त्यस पछाडि अब दाजुभाइ सर फर्किन्छौँ कोठामा भोलि फेरि आइतबार पनि काम छ हाम्रो दुईजनाको बाहिर आल्बा त्यही भएर हामी चाँडै फर्क्यौँ 10 पनि बजेको छैन 9, 16, 17 भयो भर्खर फर्किहाल्यौँ जाडो चिसो छ गाइस है पानी पर्दैछ हल्का हल्का अहिले त रोक्यो अन्त छैन अब सरेर जान्छौँ कता हो भाइ पार्किङ गरेको ए बेन्च त यहाँ रहेछ नि त ए ल बेन्च भनेर लास्टमा त भाइले थोत्रे स्कुटी पो देखायो ए फायरवर्क्स त भर्खर पो हुँदैछ त है हामी यहाँ आइपुग्यौँ फायरवर्क्स पट्ट पड्काएर
गाइस आजको भ्लग चाहिँ यही इन्ड गर्न चाहन्छु सानो छोटो मिनी भ्लग दाजुभाइ आयौँ रमाइलो भयो एकछिन फ्रेस भयो अब सक्यौँ सबैजनालाई गुड नाइट राम्रोसँग बस्नु होला स्वस्थ रहनु होला व्यस्त रहनु होला है त गुड नाइट गाइस थ्याङ्क यू फर वाचिङ